गरम पर्दाफास गरिदिउँ देखाउने हो तिमीहरूलाई सबुत भाइहरूलाई फर्काएको पैसा दिएन अनि फर्काएको ए यो मुसल्टे स्टुडियो जाने पैसा छैन भन्छ मार डिस हान्छ। हेलो साथीहरू, तपाईँलाई स्वागत छ नेपाली हिपहप न्युजमा। म पहिलाको जस्तै नेपाली हिपहप सम्बन्धी खबरहरू लिएर आइसकेको छु। यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक सब्सक्राइब गरेर सपोर्ट गर्न सक्नुहुनेछ। यदि आगामी दिनमा तपाईँहरूलाई नेपाली हिपहप सम्बन्धी खबरहरू सुन्न मन छ भने पनि मेरो च्यानललाई सब्सक्राइब गरेर बस्नुहोला, किनकि म आगामी दिनमा नेपाली हिपहप सम्बन्धी खबरहरू लिएर आउने नै छु। यति भन्दै आजको फर्स्ट अपडेट सुरु गरौँ। आजको पहिलो अपडेट रहेको छ टुकीको तर्फबाट। टुकी रिसेन्टली लाइभ आउनुभएको थियो। उहाँले सर्वनाशलाई रिप्लाई गर्नुभएको छ, किनभने हिजो भर्खरै सर्वनाशले टुकीलाई डिस हाल्नुभएको थियो, जसको नाम रहेको थियो दुईतिर। यो डिस्ट्र्याक्ट सानो क्लिप तपाईँहरू सुन्न सक्नुहुनेछ। र यो लाइभ हेर्नुभन्दा अगाडि यो बिफ कसरी स्टार्ट भयो भन्ने कुराहरू बुझौँ। यो बिफ कसरी स्टार्ट हुन पुग्छ भने केही दिन अगाडि वाइल्ड मार्टिन पोडकास्टमा जानुहुन्छ। उहाँले पोडकास्टमा टुकीको बारेमा पुरानो कुराहरूलाई लिएर फेरि कुराहरू राख्नुहुन्छ। त्यही कुराहरूलाई नै टुकीहरूलाई मन नपरेर टुकीले फेरि स्टाटसमा लेख्नुहुन्छ धेरै कुराहरू, र त्यसलाई नै सेयर गर्दै यङ वेबले पनि टुकीको सपोर्ट गर्नुहुन्छ। त्यही टुकीको सपोर्ट गर्दा यङ वेब र टुकीलाई सर्वनाशले डिस्ट्र्याक्ट झिक्नुहुन्छ। यो डिस्ट्र्याक्ट रहेको छ, र यही डिस्ट्र्याक्ट सुनिसकेपछि टुकीले फेरि आज भर्खरै रिप्लाई गर्नुभएको छ सर्वनाशलाई। के भन्नुभएको छ यो लाइभमा हेर्न सक्नुहुनेछ। गरम पर्दाफास गरिदिउँ देखाउने हो तिमीहरूलाई सबुत। दोस्रो देऊ त पर्दाफास हानिदिनु पऱ्यो भने फेरि मर्छ फेरि खातेहरू। पहिला हाइपमा आइज नि डिसान भाइ। त्यो रिस र रागलाई कसैसँग रिस उठेछ र डिस हान्न लागेपछि अलिकति इफोर्ट पनि लाउनुपर्छ भन्ने कुरा सिक्नु पऱ्यो क्या। इफोर्ट हुनु पऱ्यो। कसलाई हानेछ डिस म्या भन्ने कुरो हुनु पऱ्यो। झारेहरूलाई हाने जस्तो सोचे होला। लेख्नु पऱ्यो, लेखाइ हुनु पऱ्यो, व्याकरणमा 60 आउनु पऱ्यो। नेपालीमा मार्क्स कति आयो त्यो? यङ वे भाइसँग केही पनि छैन, सब राम्रो छ। मेरो भाइ दामी भाइ हो, कुलेस्ट भाइ हो, केही छैन यङ वे भाइसँग, एकदम गुड छ। अलिअलि झाप हो, खाँदै हो नि त, त्यही भएर अनि रिस उठ्यो अनि लाइभ आइदिएको। गीत सुनायो केटाहरूले फेरि त्यसलाई डिस आछ भनेर। अनि वाइल्ड मार्टिनसँग केही पनि छैन मेरो होइन, उसँग राम्रै छ रिलेसन होइन, सम्बन्ध ठिक छ उसँग, त्यस्तो केही पनि भएको छैन। हाम्रो सर्ट आउट भइसक्यो। अनि अब कुरा भनेको त्यो मुला झारे के भन्छ उसको नाम हेर्दा नि सिरुपाती जस्तै छ, के अरे सर्वनाश, त्योसँगको कुरा हो। त्यो फुच्चालाई चाहिँ के भन्छु भन्दा टुकी रेकर्ड च्यानल जतिको सब्सक्राइबर बनाएर डिसान, टुकी रेकर्ड जतिको च्यानलको सब्सक्राइबर बनाएर अनि बल्ल डिस कर। हाइपमा आएर बल्ल डिस कर, हाइप कमाउन डिस नगर भाइहरू। डिस्ट्र्याक्ट हान्दै म राख्दिनँ डिस्ट्र्याक्ट। त्यो झारेलाई किन डिस गर्नु मैले होइन। हाइपमा आउनु पर्यो नि। त्यो मुला चाक चाड्दै हिँडेर भ्युज कमाएकोहरूसँग छैन हाम्रो त्यस्तो केही पनि। लेखिदिउँ क्या हो, लेखिदिउँ क्या हो। लेख्यो भने नि त्यो मसिनो कलमले लेख्छु। मेरो नाम लिएर 5,000 10,000 भ्युज कमाउँदैछ भने कमाए हुन्छ भाइ, तर आई डोन्ट गिभ अ शिट। माग्दै हिँड्ने स्क्रिनसट देखाम सर्वनाशको, सर्वनाश स्क्रिनसट देखाम। यहाँ 100 जनाले ओके भन्यो भने म स्क्रिनसट देखाउँछु। ल भर्खर 100 जनाले ओके भन्नु पऱ्यो, ल देखा भन्नु पऱ्यो। त्यो स्टोरीमै सीमित हो, गर्न सक्ने केही नै होइन। एउटा लेखेर केही गर्नु सक्ने डिस्ट्र्याक्ट राम्रो आउला, ल चित्त दुख्यो भने पो माया गर्ने हो। 100 ओके आयो भने भर्खर स्क्रिनसट देखाइदिन्छु। पाब्लो भाइ रेडी बस्छ तिमी। पैसा माग्दै नइन फुच्चे भाइहरूलाई स्टुडियो छु भन्दै सिगरेट तान्दै मुजी बिग फ्यान भन्दै आछ होइन। दुबई जाँदाखेरि के गर्नुपर्छ ब्रो यहाँ ऊ होइन, म त 2 चोटि सो गरेर आइसकेँ नि त। ऊ त सोको लागि होइन, स्योर कामकै लागि होला होइन। त्यहाँदेखि ठिक छ, एप्रिसिएट सबैले आफ्नो आफ्नो हसल गर्नुपर्छ। म्युजिक बाहेक बाहिर पनि ठाउँहरू पनि छ होइन, त्यो म केही पनि त्यसमा नराम्रो केही पनि छैन। तर सबै कुरा गर्दै आयो मैले त्यसलाई।
के चाहिन्छ के गर्नुपर्छ सब भने बिग फ्यान भन्दै उ गर्थ्यो म्यासेज मैले बालै दिन्थिनँ आइसक्यो ओके आइसक्यो खोला त्यो स्क्रिनसट त्यो रेकर्ड खोला त्यसको नाम भएको स्क्रिन रेकर्ड के अरे स्क्रिनसट देखाऊ है अरू होइन अनलाइन क्यास होला नि भाइ इमर्जेन्सी दाइ म त अरूले हालिदिएको नरिसाउनु है हेर तेरो सर्वनाश यहाँ हेर तेरो स्क्रिनसट तेरो फेभरेट ऱ्यापर हेर भिडियो देखाऊ त भिडियो देखाऊ यही हो डिस त्यसलाई मुजी यही होइन ऊ स्टुडियो भनेर कहाँ देखाएको छ मैले स्क्याम हान्छ फुच्चेहरूलाई भाइहरूलाई स्क्याम हान्छस् खाते अझै देखाउनु परेको त्यो बिग फ्यानवाला देखाऊ त अहिले पठाएको तिमीलाई मैले इन्स्टाग्राममा यहाँ के भन्छ है सरोज मगर है सुरुमा म्यान मलाई पठाएको म्यासेज है यो चाहिँ म्यान वाट्सअप बिग फ्यान है आइएम सर्वनाश फ्रम केटिएम मैले मेसेज रिप्लाई दिएन हेलो टुकी आइएम सर्वनाश एक दुईवटा कुरा सोध्नु थियो यार यसपछिको स्क्रिनसट मैले यसलाई के भन्छु भन्दा अनि ल ओके ब्रो के छ सोध न भने उसले चाहिँ के भन्यो ल दुबई जाँदाखेरि के चाहिन्छ यताउति भन्ने कुरा गर्यो ल मैले चाहिँ ल ठिक छ यस्तो चाहिन्छ डलर सलर साट होइन इमिग्रेसनमा अलिकति राम्रोसँग बोल यहाँ ऊ भने त्यो भनेर पठाएको होला मैले हेल्प गरे हो ब्याक क्यामेरा अन गरेर देखाउनु ल अरे ब्याक क्यामेरा अन गर्नु पर्यो ल वेट त्यो पनि गरिदिन्छु म ए म्यान वाट्स अप बिग फ्यान ब्रो अनि हेलो टुकी हामी सर्वनाश एक दुईवटा कुरा सोध्न थियो अरे यो छ अनि अर्को देखाउँछ त्यो पैसावाला भिडियो र पैसावाला अनि मा चाहिँ यहाँ छ यी भाइ इन्डिया दाजु जाँदै हो दाइ भोलि पुगिन्छ अनलाइन हल्का क्यास होला अनि तेरो बाउले राख्ने हो यो भाइलाई पैसा माद चोत अनि नाम यही सरोज मगर भन्ने अनि अर्को खै के भयो कुरा के गर्छु भन्दै थिइस् अरे भाइहरूलाई थर्काएको पैसा दिएन अनि थर्काएको ए यो मुसल्टे हेर्न अनुहारमा चुटको के अरे के भन्छ अरे त्यो अचानक अरे सिलौटामा राख्दाखेरि थिच्दाखेरि उचुटेको अदुवा जस्तो बच्चाहरू सन्काउँछ यार अनि हामी आज बिरयानी हान्दैछौँ ला खान्छस् सर्वनाश खान्छस् स्टुडियो जाने पैसा छैन भन्छ मार डिस हान्छ पैसा खोजी स्टुडियो जानु छ भने राम्रो निकाल्न कथा टुकी दाईको लाइभ त तपाईँहरूले हेरिसक्नुभयो होला टुकी दाईले सर्वनाशलाई के रिप्लाई गर्नुभएको छ भन्ने कुरा यो बिफ कहिलेसम्म लम्बिन्छ यो कुरा त थाहा छैन यो बिफ नभएकै राम्रो किनकि नेपाली हिपहपमा बिफले गर्दा नकारात्मक असरहरू पर्न जान्छ त्यसैले यो बिफ नभएकै राम्रो भन्दै हामी दोस्रो अपडेटतिर लागौँ अर्को अपडेट रहेको छ नवाज अन्सारीको तर्फबाट नवाज अन्सारीको नयाँ सङ आउट भएको छ जसको नाम रहेको छ चिठी आउँदै होला तिम्रो बोली सुनेर घुमेर उडेर तिम्रैतिर चले आवा छुएर र त्यसै गरी अर्को अपडेट रहेको छ रिक्सको तर्फबाट रिक्सको धेरै दिनपछि नयाँ सङ आउट भएको छ जसको नाम रहेको छ सोन्डा यो सानो क्लिप तपाईँहरू सुन्न सक्नुहुनेछ र त्यसै गरी अर्को अपडेट रहेको छ ब्लुजको तर्फबाट ब्लुजको ब्रान्ड न्यू सङ आउट भएको छ जसको नाम रहेको छ द ब्लुज सो यो सानो क्लिप तपाईँहरू सुन्न सक्नुहुनेछ हस्त साथीहरू आजलाई यति नै म फेरि आगामी दिनमा नेपाली हिपहप सम्बन्धी खबरहरू लिएर आउने नै छु त्यति भन्दै बाई बाई र तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला किनभने म आगामी दिनमा पनि यस्तै नेपाली हिपहप सम्बन्धी खबरहरू लिएर आउने नै छु मेरो फर्स्ट च्यानलमा केही प्रब्लमको कारणले अब त्यसमा भिडियो आउँदैन सबै भिडियोहरू यसमै आउँछ यो कुरा त मैले पहिले पनि भनिसकेको छु र सब्सक्राइब गरेर बस्नु होला
किनकि म आगामी दिनमा यसमै भिडियो हाल्नेछु। हस् त, धन्यवाद।